अहिले सुकुम्बासीमा सुकुम्बासी बस्तीहरू अहिले एकदमै धेरै विचलित भएको अवस्था चाहिँ 25-30 जनाको हाराहारीमा चाहिँ एकदमै बढी विचलित नभएको अवस्थामा चाहिँ अरू चाहिँ साथीहरूमा यताउता एडजस्ट गरिरहेको छ। त्यो बाहेक 100 भन्दा माथिको बसमा चाहिँ हाम्रो भनौँ अहिलेसम्मको डेटामा चाहिँ त्यही आएको छ। अहिले चाहिँ तपाईँको सामानहरू कतिजनाले अब राम्रोसँग भर्नु नपाएर रुमहरू त्यत्तिकै विचलित अवस्थामा छ। अहिले कहाँ बस्छ? अहिले साथीहरूसँग कतिको त सामानहरू त्यत्तिकै नै त्यो दिने डिसमिस भयो कि त्यतिखेर सबै छुट्टै नै भयो। अहिले कतिजना चाहिँ आफ्नो घरको साथीहरूसँग एडजस्ट गरिरहेको छ। अब तपाईँको राम्रोसँग रोजगार छैन, नागरिकता छैन, तपाईँको एजुकेसन छैन, रोजगार छैन भने चाहिँ कहाँ गएर के गर्ने? सरकारको दायित्व हो कि अहिले राज्यको नै दायित्व हो कि युगमा हामी राज्यको नागरिक हाम्रो समक्ष गर्ने चाहिँ अहिलेको राज्यको र सरकारको चाहिँ दायित्व हो र त्यो उहाँहरूले ध्यान दिनुपर्छ। आज तपाईँहरू जुन यहाँ सुकुम्बासीहरूको नाम दर्ता तपाईँहरू पनि कृषिकै लागि आउनुभएको हो कि किन आउनुभएको अनि के भन्नुहुन्छ? यसमा चाहिँ अलिकति फरक खालको छ। जस्तै अहिले सुकुम्बासीको परिभाषा भनेको कुनै पनि नाममा ठाउँमै पनि इनपुटले कुराहरू हेरिरहेको हुन्छ होइन, एउटा प्रक्रिया हुन्छ। तर हाम्रो त्यसमा अलिक भिन्न तरिकाले चाहिँ त्यो स्क्रिनिङ गर्नुपर्छ। कसैले भनेको के मानेमा भन्दाखेरि तपाईँको तीन पुस्ताको हिसाबमा हेर्दाखेरि मेरो बाबुबाजेको छ होला अथवा अन्य तेस्रो लिङ्गी समुदायको पनि छ होला, तर तपाईँलाई जुन परिवारले तपाईँलाई निकालिसकेको छ र त्यो परिवारको हिस्सा माग्दैन र त्यो तपाईँलाई विभेद गरेर तपाईँलाई पन्छाइसकेको छ भनेखेरि त्यो घरको परिवारले पनि तपाईँलाई कुनै रूपमा सदस्य मान्दैन र तपाईँको राज्यले पनि मानिरहेको अवस्था छैन भनेपछि कहाँ गएर हामी कहाँ जाने? राज्यको दायित्व हो। अब राज्यले यसलाई चाहिँ सम्बोधन गर्नुपर्छ र यो स्क्रिनिङ पनि अरू जुन सुकुम्बासीको जुन एउटा परिभाषा जुन एउटा बनाइएको छ त्यसलाई त्यतिले मात्रै सीमित हुँदैन, त्यसले मात्रै हामीलाई समेट्न सक्दैन र हामी जस्तो सीमान्तकृत वर्ग र राज्यले पटक पटक र वर्षौँबाट यो जुन खालको एउटा हामीलाई अल्पसङ्ख्यक हामी होइन कि हामीले अल्पसङ्ख्यक बनाइरहेको अवस्था जुन एउटा बिचको एउटा खाल्डो छ त्यसलाई पुग्नको लागि चाहिँ अब यो झल्काउनुको लागि चाहिँ कुरा अहिले चाहिँ अब गर्नुपर्छ र जिम्मेवार बनाउनुको लागि अब के होस् भन्ने चाहिँ तपाईँहरूको अपेक्षा? अब अहिले तत्कालीनमा त तपाईँको यो जुन 20-25 जना विचलित अवस्थामा छ यसलाई चाहिँ राज्यले चाहिँ अब सेन्ट्रल होमको केयरमा चाहिँ सामान्य मान्छे हटाइराखेको छ त्यसरी नै राख्नु पऱ्यो र स्क्रिनिङ गर्दाखेरि चाहिँ जसरी तीन पुस्तेको कुराहरू सम्पत्तिको छानबिन गर्दाखेरि चाहिँ हाम्रो समुदायलाई चाहिँ त्यो ठाउँमा पनि त्यो जुन एउटा के भन्छ तपाईँको इलिजिबल जुनमा सुकुम्बासीमा अटाउनको लागि चाहिँ त्यो फरक चाहिँ हुनुपर्छ। हामीले जस्तै घर परिवारले कसरी निकालेको छ उसले उसको शिक्षा कसरी के केमा छुटेको स्वास्थ्यमा हरेक चिजहरू चाहिँ विचार गरेर ध्यानमा राखेर चाहिँ हामीलाई सम्बोधन गर्नुपर्छ। आज चाहिँ यो जुन नाम दर्ता गर्नुभयो कि नाइ के भन्दैछ? अहिले चाहिँ अब यहाँको सम्बन्धित व्यक्तिहरूले पनि राम्रो रेस्पोन्स गर्नुभएको छ। उहाँहरूले अब आज कुरा गर्छु भन्नुभएको छ आफ्नो टिमसँग। हामी एकदमै होपफुल छौँ उहाँहरूले गर्नुहुन्छ र गर्नु चाहिँ पर्छ। आज चाहिँ गरेको आज गर्नुभएको छैन कुरामा, किनभने उहाँहरूको लागि